सो हाई गाइज म चाहिँ विराटनगरमा यता मामा घरमा बस्न आएको थिएँ यसो 2-3 दिन अनि यस्तो घाममा मलाई घामसम्म केही पनि लाग्दैन क्या म कसैले कल गरेर मलाई जस्ट बोलाउनु मात्रै पर्छ म उठेर हिँडिहाल्छु अनि यस्तो घाममा मलाई घाम हुँदैन भने मान्छेलाई घाम हुन्छ म चाहिँ कहाँ हिँडेको भन्दाखेरि थाहा छैन म कहाँ गएको जहाँ मन लाग्छ अब त्यही जान्छु ब्याग बोकेँ एउटा विन्ड सिटर टक्क लाएर द्याट्स माई ओछिडी ट्राउजर अनि ब्यागमा छ एउटा विन्ड सिटर घाम त छेक्नु पर्यो नि जस्तो त्यही हो म चाहिँ बसमा नि आइपुगिसकेँ अब म जाँदैछु इटरी होइन घाम कस्तो छ घाम कस्तो हुन्छ घाम गर्मीवाला घाम त हुन्छ नि डिप्रेसन अनि यस्तो म चाहिँ चप्पलमै डोलिदिन्छु है जहाँ पनि जाँदाखेरि म कहिले जुत्ता लाउँदैन लायो भने यसो कहिले काहीँ लाउँछु चप्पलमै डोलिरहेको हुन्छ नि बस चाहिँ खाली रहेछ ब्याग चाहिँ म बसिरहेको छु आनन्दले अब म इटरी पुगिसकेपछि थाहा हुन्छ म कहाँ जान्छु भनेर A few moments later. गाइस अघि म सिधै गाडीमा थिएँ होइन अब म सिधै तालतेल आइपुगेँ होइन यहाँ चाहिँ स्यामस्यामै आएर त तर म कसरी आइपुगेँ यहाँ कहाँदेखि आइपुगेँ त्यो मलाई केही पनि थाहा छैन अब फेरि कहाँ जान्छु त्यो पनि थाहा छैन है मलाई Tomorrow. हिजो रातिदेखि अहिले चाहिँ बिहान भइसकेको छ घाम लागिरहेको छ जहाँकोदेखि गाडी रोकिरहेको छु होइन बट मराधरी यही बसेँ अरे क्या म यहीँ बसेर अब चाहिँ म बिराट जान लागेको अब चाहिँ घर गएर आनन्दले सुत्छु